सहरको एउटा शान्त घरमा 55 वर्षीय माधव आफ्नो कुर्सीबाट उठ्न खोज्दा अचानक लर्खराउनुभयो। उहाँको दाहिने हात र खुट्टाले काम गर्न छोडिसकेका थिए र बोल्न खोज्दा शब्दहरू स्पष्ट निस्किएनन्। हातबाट तातो चियाको कप भुइँमा खस्यो र फुट्यो। यो एउटा ट्रान्जिएन्ट इस्केमिक एट्याक अर्थात् लघु मस्तिष्कघात थियो जसले उहाँको जीवनको गतिलाई अचानक रोकिदियो। यो एउटा चेतावनी थियो कि उहाँको शरीरभित्र एउटा अदृश्य शत्रुले डेरा जमाइरहेको छ। अस्पतालको सघन कक्षमा माधवका आँखा खुल्दा डाक्टर विदुरले गम्भीर हुँदै भन्नुभयो, माधवजी, यो एउटा चेतावनी हो। 80% मस्तिष्कघातलाई केवल सही पोषण र सक्रिय जीवनशैलीले रोक्न सकिन्छ। तपाईको रगतको नलीहरूमा अवरोध देखिन थालेको छ। अब तपाईले आफ्नो आहार र बानीमा आमूल परिवर्तन नगरे अर्को पटकको प्रहार घातक हुन सक्छ। माधवले डाक्टरको कुरा सुन्दै आफ्नो स्वास्थ्यको गम्भीरता महसुस गर्नुभयो। घर फर्केपछि उनकी छोरी ईशाले माधवको खानपानमा ठूलो सुधार ल्याइन्। उनले भनिन्, बुबा, अब हामीले फाइबरको शक्ति प्रयोग गर्नुपर्छ। रगतमा कोलेस्ट्रोल कम गर्न र नलीहरू सफा राख्न हामीलाई ओखर, वालनट्स, बदाम, सोयाबिन्स, कोदो, मिलेट, ओट्स र आलस जस्ता खानेकुरा चाहिन्छ। उनले यी पोषक तत्त्वले भरिपूर्ण अन्न र गेडागुडीहरू माधवको अगाडि राखिदिइन्। ईशाले एउटा महत्त्वपूर्ण स्वास्थ्य रहस्य खोलिन्। बुबा, हामी शाकाहारी भोजन गर्छौं, त्यसैले हामीले भिटामिन बी12 को कमीमा विशेष ध्यान दिनुपर्छ। यसको कमीले शरीरमा होमोसिस्टिन नामक रसायन बढ्छ, जसले रगतका नलीहरूलाई भित्रैदेखि क्षति पुर्याएर मस्तिष्कघातको जोखिम निकै बढाउँछ। यो शाकाहारीहरूका लागि एउटा लुकेको खतरा हो। माधवले यो सुनेर आफ्नो स्वास्थ्यप्रति झन सचेत भएको महसुस गर्नुभयो। पोटासियमले हाम्रो रक्तचापलाई नियन्त्रणमा राख्छ बुबा, ईशाले थपिन्। धेरैले केरा मात्र भन्छन्, तर टमाटर, हरियो सागपात र गेडागुडीमा अझ बढी पोटासियम हुन्छ। यदि हामीले पोटासियमको मात्रा बढायौं भने मस्तिष्कघातको जोखिम 21%ले घट्छ। उनले एउटा ताजा रातो टमाटर र पालुङ्गोको मुठ्ठा माधवलाई देखाउँदै स्वस्थ खानाको महत्त्व बुझाइन्। ईशाले एउटा सानो भिटामिनको चक्की माधवको हातमा दिँदै भनिन्, भिटामिन बी12 को कमी पूर्ति गर्न हामीले दैनिक 50 माइक्रोग्राम वा हप्ताको 2000 माइक्रोग्रामको खुराक लिनुपर्छ। यसले त्यो हानिकारक होमोसिस्टिनलाई नियन्त्रणमा राखेर तपाईको मस्तिष्कलाई सुरक्षा दिन्छ। माधवले त्यो सानो चक्कीलाई आफ्नो दीर्घायुको चाबी मान्दै ग्रहण गर्नुभयो। शारीरिक सक्रियताको महत्त्व बुझाउँदै अर्को बिहान ईशाले माधवलाई बगैँचामा लैजाँदै भनिन्, अब कार्डियो व्यायामको पालो। हामीले मुटुको धड्कन बढ्ने गरी छिटो छिटो हिँड्नुपर्छ। यसले रगतको सञ्चार सुधार गर्छ र नलीहरू लचिलो बनाउँछ। माधवले पसिना पुछ्दै आफ्नो शरीरमा नयाँ ऊर्जा र रक्त सञ्चार भइरहेको महसुस गर्नुभयो। हिँडाइपछि ईशाले माधवलाई हल्का वजन उठाउन सिकाउन थालिन्। यो स्ट्रेन्थ ट्रेनिङ हो बुबा, यसले मांसपेशीलाई बलियो बनाउँछ र शरीरको मेटाबोलिजम सुधार्छ, उनले भनिन्। माधवले ससाना डम्बेलहरू उठाउँदै आफ्नो सङ्कल्पलाई अझ बलियो बनाउनुभयो। उहाँको शरीर अब पहिले जस्तो कमजोर महसुस भइरहेको थिएन। सबैभन्दा कठिन काम त पुरानो र हानिकारक बानी त्याग्नु थियो। माधवले आफ्नो खल्तीबाट चुरोटको बट्टा निकालेर डस्टबिनमा फ्याक्नुभयो। चुरोटले रगतलाई गाढा र टाँसिलो बनाउँछ, जसले गर्दा नलीहरूमा क्लट वा ढिक्का बन्ने जोखिम बढ्छ, उहाँले दृढ स्वरमा भन्नुभयो। धूम्रपान त्याग्ने निर्णयले उहाँको अनुहारमा एउटा छुट्टै चमक र आत्मबल ल्याएको थियो। केही महिनापछि माधव पूर्ण स्वस्थ हुनुभयो। अब उहाँ लर्खराउनुहुन्थेन, बरु दृढ पाइलाका साथ पार्कमा हिँड्नुहुन्थ्यो। उहाँले आफ्ना साथीहरूलाई जम्मा गरेर भन्नुभयो, मस्तिष्कघात कुनै दैवी प्रकोप होइन, यो हाम्रो जीवनशैलीको परिणाम हो। फाइबर, भिटामिन बी12, पोटासियम र व्यायामले हामीले हाम्रो जीवनलाई दोस्रो मौका दिन सक्छौं। माधवले